किन धेरै आमाजहरू आफ्नै घरकी बुहारीको मुस्कान पनि सहन सक्दैनन्। बुहारी खुसी देख्दा खुसी हुनुपर्ने होइन र? हाम्रो समाजमा एउटा यस्तो सम्बन्ध छ जुन धेरै नाजुक छ। त्यो सम्बन्ध हो आमाजु र बुहारीको। बाहिरबाट हेर्दा त सामान्य लाग्छ, तर भित्र धेरै कुरा लुकेको हुन्छ। कहिलेकाहीँ त यस्तो पनि देखिन्छ, बुहारी हाँस्दा पनि कसैलाई मन पर्दैन। बुहारी खुसी भएको कसैलाई चित्त बुझ्दैन। बुहारीले खुसी हुनै नपाउने हो र? किन यस्तो हुन्छ त? किन आमाजुहरू बुहारीको खुसी देख्न सक्दैनन्? आजको यो भिडियोमा हामी यही प्रश्नको गहिराइमा पुग्नेछौँ। अब बुझौँ यो व्यवहारको पछाडि लुकेको वास्तविक कारण के। सुरुमा रहेको छ मनको असुरक्षा। धेरै आमाजुहरूलाई यस्तो लाग्छ, मेरो भाइ अब मेरो होइन, बुहारीको भयो। बिहे गरेपछि ऊ चेन्ज हुन्छ, बुहारीको कुरा सुन्छ, हामीले भनेको केही पनि मान्दैन भन्ने लाग्छ। यो सोचले मनमा डर पैदा गर्छ र त्यो डरले बुहारीको खुसी देख्दा पनि असहज बनाउँछ। अधिकार गुमेको महसुस। पहिले घरमा सबै निर्णय आमाजुकै हुन्थ्यो, तर बिहेपछि बुहारीको पनि भूमिका आउँछ। अब मेरो कुरा सुन्न छोडे, मेरो महत्त्व घट्यो, मलाई कसैले पनि गनेनन्, यस्तो महसुस हुँदा मनले बुहारीलाई स्वीकार्न सक्दैन। त्यही भएर आमाजु र बुहारीको सम्बन्ध जटिल हुन पुगेको हो। 3 नम्बरमा रहेको छ पुरानो सोच र तुलना। धेरैजसो आमाजुहरूले आफैले पनि दुःख भोगेका हुन्छन्। मैले यति सहे, उसले किन सजिलै सुख पाउने? यस्तो सोचले बुहारीको खुसी देख्दा पनि मनमा दुःख आउँछ। त्यही भएर बुहारी खुसी भएको देख्न सक्दैनन्। समाजको प्रभाव। समाजमा धेरै आमाजु बुहारीको सम्बन्धलाई नकारात्मक रूपमा देखाइन्छ। बुहारी त कहिल्यै राम्रो हुँदैनन्, बुहारीले गरेको पनि कहिल्यै राम्रो हुँदैन। जति नै राम्रो काम गरे पनि बुहारीलाई कहिल्यै जस दिइँदैन। यस्तो धारणा सुन्दै हुर्किएको मनले बुहारीको राम्रो पक्ष पनि देख्न गाह्रो मान्छ। 5 नम्बरमा रहेको छ संवादको कमी। धेरै समस्या बोलचाल नहुँदा बढ्छ। बुहारीले आफ्नो कुरा खुलाएर भन्न सक्दिनन्, आमाजुले पनि आफ्नो भावना लुकाउनुहुन्छ। यस्तै सानो मिसअन्डरस्ट्यान्डिङले पनि ठुलो समस्या बनाउँछ। समस्या बुहारीको खुसीमा होइन, समस्या त त्यो मनमा हो जुन खुसीलाई स्वीकार्न तयार हुँदैन। आमाजुले बुहारी पनि एउटी छोरी जस्तै हो, बुहारी पनि म जस्तै हो, बुहारीले पनि मैले जस्तै माया पाउनुपर्छ भन्ने सोच राख्यो भने सम्बन्ध एकदम राम्रो बनिँदै जान्छ। मनको कुरा दबाएर होइन, बुझेर समाधान खोज्नुपर्छ। समय बदलिएको छ, सम्बन्ध पनि बदलिनुपर्छ। मायाले जितिन्छ, दबाबले होइन। अन्त्यमा बुहारीको खुसी देख्न नसक्नु कमजोरी होइन भने एउटा अधुरो सोच हो। यदि मन खुल्ला बनाउने हो भने उही बुहारी घरको सबैभन्दा ठुलो खुसी बन्न सक्छिन्। तपाईँको विचारमा के छ? आमाजु र बुहारी बिचको दूरी कसरी घटाउन सकिन्छ? कमेन्टमा आफ्नो विचार जरुर लेख्नुहोस्। आजलाई यति नै। हस्त नमस्कार, धन्यवाद।